गाउँले घरमा चाहिँ एउटा बिरालो थियो अरे। अनि बिरालो कौसीमा घाम तापेर बसिरहेको अरे। घाम तापेर बसेपछि त्यो तलतिर बाघ आछ अरे। अनि बाघ आएपछि चाहिँ अनि बाघले चाहिँ एउटा मुसो भेटेछ अरे। मुसो भेट्टायो बाघले। बाघले मुसो भेट्टाछ। मुसो भेट्टाएपछि यसरी हात नङ्ग्रामा समातेर मुसो देखायो, जिउँदो मुसो। अनि मुसो देखाएपछि बिरालो भाइ आऊ मुसो खाना आऊ भनेछ अरे। मुसो खाना आऊ भन्यो। मुसो खाना आऊ भनेर देखा। अब लोभ्यो बिरालो लोभ्यो। अनि त्यहाँबाट तलतिर बारीमा गयो। बारीमा गएपछि चाहिँ लो भाइ म सँगसँगै आऊ अलि तल पुगेपछि म दिन्छु भन्यो। पछि बिरालोलाई फकार्लेर बिरालो पछि गयो आफूले। तर बाघले दिँदैन। बाघले नदिएपछि अनि सानो जङ्गलबाट ठुलै जङ्गलमा पुगिसके। ठुलो जङ्गलमा पुगेपछि घना अलि बाक्लो ठुलो जङ्गलमा पुगिसके। अनि बिराला बाग्दै मलाई मुसो दिन्छु भने होइन, मलाई त भोक लागिसक्यो दिनु न भनेछ अरे। बिरालोले भन्यो अझै ठुल्ठुलो रुख भएको जङ्गलमा जाउँ न भनेछ अरे। अनि त्यहाँबाट ठुल्ठुलो जङ्गलमै पुगेपछि अनि त्यो बिरालालाईसम्म खाने उसको मुसो लोभ देखा